आज चाहिँ हामी चाहिँ कहाँ जाँदैछौँ यो भिडियोमा चाहिँ फोटो गरेर देखाउने छु। नेपालमा यस्तो बाटो भएन भने त नेपाल भएको मतलबै भएन होइन साथीहरू। हामी चाहिँ अहिले यो बाटो हुँदै वहाँ डाँडामा पुग्नुपर्छ। वहाँ वहाँ ल नेपालमा यतिको बाटो भएर त हामी नेपाली भनेर हामी चिन्नै गाह्रो हुन्छ साथीहरू। ल हेर्न सक्नुहुन्छ यो बाटो चाहिँ सिधै अगाडि तर हुन्न है यसो भाउ तर बाटो चाहिँ खतरा हो यस्तो अप्ठ्यारो। यतातिरको नेतालाई भन्नुपर्ने भयो कि अब होइन चुनावमा उठ्ने मान्छेलाई चाहिँ यो गाउँको मानिसहरू भएर भन्नु पर्यो यो बाटो छिटो छिटो बनाउनु पर्यो होइन भने हामी तपाईँलाई भोट दिन सक्दैनौँ भन्नु पर्यो होइन त। यस्तो बाटो छ है अब इमर्जेन्सी भएको बेलामा त हो कि होइन भन त कति गाह्रो हुन्छ होला कि यस्तो बाटो हुन त योभन्दा कस्तो बाटोहरू त छ जे भए पनि होइन। ल है यहाँबाट उठ्ने चुनावमा उठ्ने अङ्कल नेताज्यू अब यहाँको बनाउनु पर्यो जसै बाटो नत्र भने म भोट हाल्दिनँ। मेरो स्कुटर यति साथ देखायो यो स्कुटरले हेर त यस्तो बाटो पनि आइरहेछ। तर हामीले आफ्नो साधनलाई माया गर्नुपर्छ होइन। मैले मेरो साधनलाई यति माया गर्छु आई लभ यु टु। रुक हामी चाहिँ चर्चमा आइपुग्यो। यो चाहिँ हाम्रो चाहिँ छोरी मण्डली चर्च हौसेली चढ्नु छ तपाईँहरू देख्न सक्नुहुन्छ सानो। अनि मेरो श्रीमानज्यूले चाहिँ बाइक सरी स्कुटीमा खिच्नु। जय मसी जय मसी जय मसी जय मसी। ताली बजाऊ न। म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता भजन सङ्ग्रह 134 लाई हेर्न हामी छोटो
यस्तो केही यात्राले नै भएन 134 परमप्रभु सबै सेवकहरू परमप्रभुका सबै सेवकहरू परमप्रभुको वचनहरू राखेर सम्मान तपाईँको हातमा सोध्दै प्रभु तपाईँलाई धन्यवाद निम्ति प्रार्थना चढाउँदै आशीर्वाद माग्छु ख्रिस्टको राम्रो जान्न पनि पर्दछ है। विशेष गरी आज म तपाईँहरूको लागि भनेर चाहिँ याकुब अध्यायबाट चाहिँ आज चाहिँ मैले तपाईँलाई छोटो वचन ल्याएको छु। याकुब तपाईँले चाहिँ पल्टाउन सक्नुहुन्छ जोसँग बाइबल हुन्छ भने तपाईँले चाहिँ याकुबको चाहिँ हामी चाहिँ 2 अध्याय हेर्नेछौँ। 2 को चाहिँ हामी 14 देखि लिएर चाहिँ हामी चाहिँ 14 देखि लिएर चाहिँ हामी 19 सम्म चाहिँ आज हामी हेर्छौँ। 19 21 सम्म है। नयाँ पुस्तकको लगभग अन्तिमतिर चाहिँ छ हाम्रो यो है। बाबु नाम ल है ल 3 जना मात्रै छ अब ए अब यता को भयो ल ल बाटो हुँदै त्यो गाउँमा पुगेर आएको। यस्तो राम्रो गाउँहरू रहेछ। सबैजनाले भिडियो हेरेर माया गरिदिनु होला। बाई बाई।